मोबाइल ल्यापटपमा लामो समयसम्म बस्दाखेरि चाहिँ दीर्घकालीन लङ टर्म इफेक्ट चाहिँ त्यस्तो हुँदैन, तर कम्प्युटर भिजन सिन्ड्रोम भन्छ होइन। कम्प्युटर भिजन सिन्ड्रोम भनेको कुनै पनि व्यक्तिले आफ्नो प्रोफेसन वाइज होइन उसले चाहिँ लामो समयसम्म चाहिँ ल्यापटपहरू चलाउनु पर्ने हुन्छ होइन, अथवा मोबाइलै हेर्ने चलन छ होइन। यस्तोमा चाहिँ के हुन्छ भने बिरामीहरूको पहिलो चाहिँ ब्लिङ्किङ रेट, आँखा झिम्काउने रेट हुन्छ, 1 मिनटमा कतिपल्ट झिम्काउने भन्ने हुन्छ, त्यो चाहिँ कमी हुन जान्छ, जसले गर्दा ड्राई आई हुनसक्छ, आँखा सुक्खा हुने गर्छ। अर्को चाहिँ नजिकको वस्तु चाहिँ हामीले हेरिराख्यो भने चाहिँ के हुन्छ भने आँखाभित्र चाहिँ एउटा मासु हुन्छ, त्यो मासुले चाहिँ कन्टिन्युअस कन्ट्र्याक्सन गरिराख्छ कि नजिकको वस्तु हेर्दाखेरि। त्यो गर्दाखेरि चाहिँ आँखाहरू चाहिँ थाक्न थाल्छ। थाकिसकेपछि आँखाको वरिपरिहरू चाहिँ दुख्ने समस्याहरू, आई स्ट्रेनहरू हुने, काम गर्न मन नलाग्ने होइन, वर्किङ पर्फर्मेन्स कम हुने, त्यस्तो खालको चाहिँ इफेक्टहरू चाहिँ ल्याउन सक्छ। डिजिटल आई स्ट्रेनिङ अथवा कम्प्युटर भिजन सिन्ड्रोममा चाहिँ हामीले चाहिँ बिरामीहरूको चाहिँ आँखा सुक्खा भए जस्तो हुने, आँखा पोल्ने होइन, त्यस्तो खाले लक्षणहरू, अब आँखा बिजाएको जस्तो हुने, आँखा रातो हुने होइन, आँखा चिलाउन मन लाग्ने अथवा टाउको दुख्ने समस्या, आँखाको वरिपरि चाहिँ मन्द मन्द खालको दुखाइहरू, यस्तो कुराहरू चाहिँ देखियो भने चाहिँ हामीले व्यवस्था गर्नु हुँदैन र यसमा चाहिँ तुरुन्त हामीले चाहिँ कन्सल्ट गरेर अनि उपायहरू चाहिँ अपनाउन सकिन्छ। ल्यापटप मोबाइल त्यस्तो धेरै हेरेर आँखालाई चाहिँ पर्मानेन्टली ड्यामेज हुने भन्ने चाहिँ छैन। हामीले चाहिँ जुन सिम्पटमहरू अब यो चाहिँ टेम्पोररी आउने हो होइन, जस्तै हजुरको आँखा दुख्ने, ड्राई आईको सिम्पटमहरू होइन, आफ्नो वर्किङ पर्फर्मेन्सलाई चाहिँ अनि कम गराइदिने त्यस्तो चाहिँ हुन्छ, तर मोबाइल ल्यापटपले चाहिँ पर्मानेन्टली दृष्टिलाई चाहिँ असर गर्ने भन्ने चाहिँ छैन। यो 20-20-20 रुल भनेको निकै नै प्रभावकारी हुन्छ। जो मान्छेले चाहिँ कन्टिन्युअस ल्यापटपमा काम गर्ने अथवा मोबाइलमै काम गर्ने मान्छेहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ लामो समयदेखि मोबाइलमा अथवा ल्यापटपमा हेर्नुभयो भने चाहिँ कम्प्युटर भिजन सिन्ड्रोम भन्ने चाहिँ एउटा चाहिँ सिन्ड्रोम आउँछ। अब त्यसलाई प्रिभेन्ट गर्नलाई हामीले हरेक 20 मिनटमा 20 सेकेन्डको लागि 20 फिट पर हेर्ने भन्छ कि, जसले गर्दाखेरि चाहिँ हाम्रो आँखाभित्रको मसल चाहिँ एकछिनको लागि चाहिँ रिल्याक्स हुन पाउँछ। त्यसले गर्दाखेरि चाहिँ यो आई स्ट्रेनिङ र कम्प्युटर भिजन सिन्ड्रोमको चाहिँ सिम्पटमहरू चाहिँ कम हुन्छ। यो ब्लू कट लेन्सेसहरूले चाहिँ आँखाको ज्योतिलाई त्यस्तो फाइदा गर्ने होइन, त्यो चाहिँ मिथ मात्रै हो। यसले चाहिँ एक्चुअली गर्छ के भन्दाखेरि हाम्रो यो एलइडी अथवा मोबाइल ल्यापटपबाट चाहिँ ब्लू लाइटहरू आइरहेको हुन्छ। यो ब्लू लाइटले के गर्छ भने हाम्रो दिमागको मेलाटोनिन भन्ने चाहिँ एउटा सब्सटेन्स हुन्छ, त्यसलाई चाहिँ कम गराइदिन्छ, जसले गर्दाखेरि मान्छेको चाहिँ स्लिप साइकलमा चाहिँ डिस्टर्ब आउने गर्छ। हो, यो ब्लू कटले एक्चुअली चाहिँ त्यो स्लिप साइकललाई चाहिँ इम्प्रुभ गर्ने हो, तर आई प्रोटेक्सनको लागि एक्स्ट्रा प्रोटेक्सन चाहिँ त्यस्तो केही होइन। स्क्रिनबाट बच्नको लागि चाहिँ सबभन्दा पहिला चाहिँ हामी आफ्नो स्क्रिनलाई चाहिँ एप्रोप्रिएट हाइट र आफ्नो आँखाको कन्ट्याक्ट त्यो अनुसारको बनाउनु पर्यो होइन। अर्को धेरै टाढा धेरै नजिक पनि हेर्न भएन, 2 नम्बर कुरा। अनि तेस्रो कुरा चाहिँ हामीले ड्राई आई प्रिभेन्सनको लागि चाहिँ स्क्रिन प्रयोग गर्दा युजुअली चाहिँ हामीले ब्लिङ्किङहरू चाहिँ सम्झेर गर्नुपर्ने हुन्छ। अनि अर्को चाहिँ थर्ड भनेको चाहिँ तपाईँको 20-20-20 रुल होइन। तपाईँले चाहिँ हरेकचोटि काम गर्दाखेरि एभ्री 20 मिनट्समा चाहिँ 20 सेकेन्डको लागि एटलिस्ट 20 फिट झ्यालबाट बाहिर हेरिदिने अथवा टाढाको वस्तु हेरिदिने भने चाहिँ एकदमै फाइदा गर्छ। अथवा तपाईँ चाहिँ एभ्री आधा घन्टामा चाहिँ अनि आँखालाई चाहिँ क्लोज राखेर होइन, फेरि अनि after 1 minute you can continue your work.